everyone, welcome to my video. I'm the founder of LK Creation and my name is Sachina. आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ र यो भिडियोमा चाहिँ मैले आफूलाई च्यालेन्ज गरेको छु कि 100 पिस की चेन 3 दिनमा बनाउँछु भनेर. लेट्स सी, हेर्नु होला भिडियो लास्टसम्म. सो या लेट्स स्टार्ट द भिडियो. मैले चाहिँ भिडियोहरू पहिले नै रेकर्ड गरिसकेको छु र स्टार्टिङ भिडियो चाहिँ नगरेको भएर अहिले म रेकर्ड गर्दैछु. सो या इन्जोय द भिडियो. स्टार्ट चाहिँ मैले गरिसकेँ. मसरुम बनाउँदैछु अनि अक्टोपस किचेन बनाउँदैछु. चेरी अनि सोचेको छैन के बनाउँछु, बट बनाउन सुरु गरिसकेँ. अनि मैले चाहिँ युट्युबमा भिडियो नहाले पनि धेरै भइसकेको थियो, त्यही भएर म चाहिँ रेकर्ड गर्दैछु. अनि यस्तो बुकेवाला पनि बनाएको छु, अलिअलि बनाएको छु, त्यस्तो धेरै बनाएको छैन. अनि 3 दिनमा 100 पिस बनाउँछु भन्ने टार्गेट राखेको छु. हेरौँ अब कति बनाउन सक्छु. म मेरो बनाउँदै गरेको उसहरू चाहिँ म रेकर्ड गर्छु क्लिपहरू. सो या लास्टसम्म हेर्नु होला मैले कतिसम्म बनाउन सक्छु भनेर. अनि मेरो अरू अर्डरहरू पनि बनाउनु छ, त्यो पनि म हजुरहरूलाई बिचबिचमा देखाउँछु. प्लस मलाई फ्लावरहरू पनि बनाउन मन लागिरहेछ. मलाई बनाउँदा एउटा थिरमा टिक्नै मन लाग्दैन के. घरि के ट्राई गर्नु मन लाग्छ, घरि के ट्राई गर्नु मन लाग्छ. अहिले फेरि म फ्लावर गराउँदैछु, त्यो बनाउँदा मेरो ध्यान कता भट्किन्छ अनि छुट्टै बनाइरहेको हुन्छु. त्यसपछि अनि अर्को बुके किचेन पनि यस्तो बनाएर राखेको छु. यसमा फ्लावरहरू एड गर्न बाँकी छ है. अनि यस्तो ऱ्याबिट किचेन. अनि मलाई अब स्पाइडर पनि बनाउन मन छ, पिग पनि बनाउन मन छ, काउ पनि बनाउन मन छ. तलको पहिले बनाइसकेको थिएँ. अनि मैले चाहिँ यो फ्लावरहरू टाँसेँ, यति कलरमा बनाएको छु. 7वटा भयो अनि एउटा चाहिँ यहाँ राख्ने छ. अनि यिनीहरू चाहिँ मैले हिजै बनाइसकेको थिएँ, मिलाएर राखेको छु. अरू यहाँ पनि छ, यिनीहरूलाई बनाउनु छ. फ्लावर बनाएँ अघि. सो मैले यहाँ अघि देखाइसकेँ है बुकेहरू. अब मलाई चाहिँ यो ब्लू कलरमा बनाएर तलको बेस बनाएर पिङ्क रोज चाहिँ एड गर्न मन छ, त्यही भएर म यहाँ ब्लू कलरको बनाउँदैछु. अनि यो एउटा कम्प्लिट गरिसकेपछि चाहिँ म अक्टोपस स्टार्ट गर्छु. सक्छु होला 100 पिस जस्तो लागिरहेको छ मलाई चाहिँ, किनभने मैले 12-13 पिस चाहिँ मैले बनाइसकेँ. अनि अक्टोपस पनि बुनेर राखिसकेँ नि त दिउँसै. अनि त्यसलाई पनि आँखा हाल्न मात्रै बाँकी छ. मैले चाहिँ मास्क लाएर बोलिरहेको छु, साउन्ड वहाँसम्म राम्रोसँग पुगेको छैन होला. अब मास्क लगाउनै पर्छ. मलाई फेरि एलर्जी छ नि त. मेरो पहिला भिडियो हेर्नेहरूलाई नि थाहा होला, मजाले रुगा लाउँदाखेरि मात्र भिडियो रेकर्ड गर्थेँ. फेरि बिरामी हुन्छ भनेर धुलोले, यो बुनेको यो धुलोहरू हुन्छ नि त, अब त्यसले एलर्जी हुन्छ. अनि त्यसैले मास्क लगाउँछु, मैले चाहिँ लगाउने गर्छु. मेरो कोठा चाहिँ यस्तै हो, सधैँ लथालिङ्ग हुन्छ. कहिले मिल एकछिन छिन सकिने बित्तिकै जस्ताको तस्तै हो. यताउता लथालिङ्ग हो. यो लहेर क्रिसमसको लागि. यो चाहिँ मेरो बहिनीले बनाएको हो. अनि त्यो लाइट चाहिँ बिग्रेको थियो, हामीले लाइट अघि भर्खरै चेन्ज गरिदियो मेरो भाइले. अनि त्यसपछि यो अहिले यस्तो बोलिरहेको छ. टाढा मैले यो पनि कम्प्लिट गरिसकेँ. धागो चाहिँ लुकाउनु बाँकी छ. पिङ्कमा ब्लू कम्बिनेसन. अर्को चाहिँ अब कुन गराउने होला सोच्दैछु. हेरौँ. 7:30 भयो अहिले साँझको. अनि म चाहिँ अब स्टार्ट गर्न लाग्छु, बुन्न थाल्न लाग्छु. अनि के भनौँ, बुके हेर्नु, बुके क्यामेरा पुस्नुपर्छ क्या. अनि हिजो बनाएको चाहिँ हो न, हिजो बनाएको चाहिँ आँखाहरू हालेर मैले अक्टोपसको. लुक एट दिस क्युटी डेजी.
टाडा लुक लाइक सनफ्लावर यिनीहरू चाहिँ बनाएको छु। अब चाहिँ फेरि म बनाउन लागिरहेको छु क्यारेट मसरुम। त्यसपछि हेर म अब के बनाउँछु बनाउनु कि के हो थाहा आएर निन्द्रा लागिसक्यो। त्यो पनि अब मैले च्यालेन्ज गरिसकेको छु मैले आफूलाई। त्यसपछि गर्नु त पर्यो, कति गर्छु के गर्छु। लेट्स गो। हेलो अगेन, हेलो। मैले चाहिँ हिजो क्यारेट किचन बनाउनु लाग्छु भनेर भन्दै थिएँ। सो मैले आज चाहिँ क्यारेट किचन बनाएर सकिसकेँ। यहाँ छ क्यारेट किचन अनि यो चाहिँ डक किचन। क्यारेट मसरुम हो, यो चाहिँ डक मसरुम। अनि यो चार पिस अनि यो चाहिँ 5 पिस 9 पिस बनाएको छु। टोटल 40 वटा किचन भइसकेको छ। मैले 100 त पुऱ्याउन सक्दिनँ जस्तो छ। अहिले चाहिँ मैले अब सानो के भन्छ म्याउ क्याट किचन बनाउन लाग्छु। कति पिस बनाउँछु आई डोन्ट नो। मैले 100 पिस सक्ने भएन जस्तो फिल भइरहेछ मलाई। 60 वटा एक दिनमा म कसरी सक्छु। फाइनल्ली मैले चाहिँ किचनहरू बनाएर सकिसकेँ। सो मैले टोटल 100 पिस त बनाउन सकिनँ, बट 67 मेबी या त्यति चाहिँ बनाएँ। अनि यहाँनिर चाहिँ मैले यसरी सबै किचनहरूलाई राखेको छु। अनि यहाँ भएको कतिपय किचन चाहिँ पहिल्यै नै स्टकमा भइसकेको किचनहरू पनि हो। सो देख्न सक्नुहुन्छ एकदमै क्युट भएको छ। अनि यो चाहिँ मेरो दिजूले बनाएको किचनहरू पनि छ यहाँनिर। अनि यसबाट आधा जति चाहिँ हाम्रो होलसेलको लागि बुक भइसकेको छ। प्लस हजुरले यहाँ देख्न सक्नुहुन्छ यो सनफ्लावर, डेजी, टुलिपको किचनहरू यिनीहरू पनि होलसेलको लागि बुक भइसकेको छ। थ्याङ्क यू सो मच फर यर अर्डर, सपोर्ट एन्ड लभ। थ्याङ्क यू फर वाचिङ गाइज। सी यू इन द नेक्स्ट भिडियो। फेरि पनि यसरी नै किचनहरूको भिडियोहरू लिएर आउनेछु। सो सब्सक्राइब टु माई च्यानल।